हे एभ्रिवान, आजको यो भिडियोमा चाहिँ म मेरो आफ्नो होम वर्कआउट रुटिन चाहिँ सेयर गर्न गइरहेको छु तपाईहरुमाझ। किनभनेदेखि मलाई चाहिँ यसबारे निकै डिएम्सहरु आइरहेको थियो। स्पेशली अहिले पनि म यही रुटिन फलो गरेर मेरो बडी मेन्टेन गरिरहेको छु। जिम चाहिँ म जानु पाइरहेको छैन मेरो बोर्ड एक्जाम आउन लागेकोले गर्दाखेरि, र पहिले जिम जानु भन्दा अगाडि पनि मैले यही रुटिन फलो गरेर मेरो बडी मेन्टेन गरेको थिएँ। सो यो रुटिन चाहिँ म यहाँ डिस्प्लेमा हालिदिन्छु, तपाईहरु यसलाई स्क्रिनशट लिएर फलो गर्न सक्नुहुन्छ इफ यु वान्ट। डे 1 मा चाहिँ रहेको छ हाम्रो पुश डे, जसमा चाहिँ हामी चेस्ट, ट्राइसेप र शोल्डरलाई मेन फोकस गर्छौं। डे 2 मा चाहिँ रहेको छ हाम्रो ब्याक र बाइसेप डे, र डे 3 मा चाहिँ छ हाम्रो लेग्स डे। डे 4 मा चाहिँ छ हाम्रो एक्टिभ रेस्ट डे। डे 5 मा हामी ट्रेन गर्छौं हाम्रो अप्पर बडीलाई। डे 6 मा चाहिँ छ हाम्रो लोअर बडीको, जसमा चाहिँ हामी लेग्सलाई नि ट्रेन गर्छौं तर डिफरेन्ट भेरिएसन छ एक्सरसाइजहरुको। र लास्टमा डे 7 मा चाहिँ छ हाम्रो फुल रेस्ट डे, जसमा चाहिँ तपाईहरु लाइट कार्डियो अथवा स्ट्रेचिङहरु गर्न सक्नुहुन्छ। सो अब चाहिँ म यहाँ मेरो डाइटको फन्डा पनि अलिकति एक्सप्लेन गर्दिहाल्छु। अनेस्टली भन्नुपर्दा चाहिँ मेरो डाइट चाहिँ त्यस्तो केही छैन स्पेसिफिक हैन, घरमा जे बन्छ त्यही नै हो मेरो डाइट। र अनि अर्को कुरा भनेको चाहिँ मेरो बडी टाइप चाहिँ इक्टोमर्फ भएको कारणले मलाई बल्क गर्न चाहिँ अलिकति डिफिकल्ट हुन्छ एज कम्पेयर टु कट। सो या त्यही हो मेरो डाइट चाहिँ, स्पेसिफिक केही पनि छैन, घरमा जे बन्छ त्यही हो।